सो हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो डेली ब्लगमा। आज चाहिँ मैले हजुरहरूसँग आफ्नो इम्प्लान्टको बारेमा के कस्तो हुन्छ भनेर सेयर गर्नेछु। हेर्नु न गाइस, मेरो छोरोले चाहिँ हेर्नु न के गरिरहेछ। सुरुवाल लाउनलाई के गरेर कपडा बेरिरहेको छ। हेर्नु न कपडाभरि सबै यताउता पुरै फैलाएर भाँडाकुँडा बिछाएर अनि त्यसपछि के गरौँ, कुलरको हालत हेर्नु कस्तो छ भनेपछि पुरै यति डेन्जर गराएको छन् यिनीहरूले। मलाई त परेशान गर्छन्। अब कपडा लगाइदिनु पनि कतिचोटि लगाइदिनु, खोलेर फाल्ने अनि आफै फेरि लाउने। म त परेशान हुन्छु यो दुईवटा बच्चाहरूदेखि। अब दुईटा बच्चाहरू बरु काम गर्न सजिलो हुन्छ होला बाहिर गएर, यो घरमा बस्ने मान्छेहरूलाई एकदमै गाह्रो। जुन घरमा बसेर महिला दिदीबहिनीहरू हुनुहुन्छ, बच्चाहरू हेर्दै काम गर्दै गर्ने एकदमै गाह्रो के। खाना बनाउन पर्यो, खुवाउन पर्यो, झाडु पोचा यताउता सामान पनि मिलाउन पर्यो। बच्चाहरूले बिगारिदिन्छ उत्तिखेरै। अब मिलाउँदै ठिक्क हुन्छ अनि रात पर्छ अनि सुत्ने टाइम हुन्छ, खाना खायो सुत्यो। अब के गरौँ यो केटाकेटीलाई। अब जति सम्झाए पनि लाग्दैन, जति भने पनि लाग्दैन। हेर्नु न चिम्टीहरू, त्यो कपडा सुकाउने चिम्टीहरू पनि सबै निकालेर फालेर परेशान गरिदिएर अब मिलाउन पर्यो। अब के गर्नु, हेर्नु बोतलहरू पनि सबै फालिदिए। अब के गर्नु, मैले यिनीहरूलाई चाहिँ पिट्न पनि नहुने, सम्झाउँदा पनि नमान्ने, पिट्दा पनि नमान्ने। अब के गर्ने, जति सम्झाए पनि नलागेपछि ल जाऊ भनेर छोडिदिएँ। तिनीहरूलाई चाहिँ छोडिदिएछु अनि म चाहिँ झाडु पोचा गर्नतिर लागेछु। अब सरसफाइ पनि कति गर्नु के, दिनभरि त्यही काम गरेको 1 मिनेटभित्रमा फेरि त्यस्तै। हेर्नु है, अहिले काम गर्दै जान्छु, एकछिनपछि फेरि त्यस्तै गराउँछन्। म त के गरौँ, अब त्यस्तै हो बच्चाहरू भएपछि सबैको घरमा यस्तै हुन्छ। हेर्नु है साथीहरू, मैले चाहिँ हजुरहरूलाई के सेयर गर्छु भनेको थिएँ भने यो इम्प्लान्टको बारेमा। मैले चाहिँ के भोग्यो भनेपछि इम्प्लान्ट मैले कति बाबु जन्मिँदा लगाएको थिएँ, कति जन्मिने दिनमै लगाइदिएको थियो। नर्सले चाहिँ हजुरलाई मैले लगाइदिन्छु, यस्तो यस्तो राम्रो हुन्छ भनेर लगाइदिएको। मैले चाहिँ मानेको थिएन। अब तर पनि अब जिद्दी गरेपछि त हुन्छ, अब लगाइहाल्नु नि त, के थाहा राम्रो छ कि भनेर लगाइहालेँ। अनि लगाइसकेपछि दुख्न त केही दुखेन। त्यति बेला लगाउँदा सामान्य नै थियो, लगाएँ। अनि त्यसपछि लगाएपछि एकछिनपछि उसले पनि फोन गरेर अरूलाई मेरो सक्सेसफुल भयो, फर्स्ट टाइम सक्सेसफुल भयो भनेर फोन गरेको चाहिँ सुनेको थिएँ। मैले त्यति राम्रोसँग थाहा भएन, मैले त्यो कुराहरू इग्नोर गरिदिएँ। हेर्नु साथीहरू, अनि त्यसपछि हेर्नु गाइस, त्यसपछि म फेरि आयौँ हामी। अब बच्चा बिमारी भएपछि हामी इन्डियातिर आयौँ। इन्डिया आएपछि मलाई फेरि के भयो भने लगातार चक्कर लाग्ने के, महिना दिनदिनै अब यस्तै डेली चक्कर लाग्ने। अब किन चक्कर लागेछ भन्दा पनि अब केही रोग पनि नदेखिने, कमजोरी भन्छ डक्टरहरूले दबाई। मलाई कति पोहोरको यही अप्रिलतिरबाट यस्तो हुन थाल्ने थियो। अनि त्यसपछि मलाई चक्कर लाग्ने, अनि एक्कासी ढलचुक्की जस्तो हुने, आँखा पुरै झपझप बन्द हुने, अनि एकदमै गाह्रो हुने के, चक्कर लागेर कहीँ ढल्ने नै हो कि भन्ने जस्तो हुने। अनि दबाई डक्टरहरूसँग सोद्धा चाहिँ के भएको डक्टर भन्दा नि अब हजुरलाई चाहिँ भिटामिनको कमी, यो त्यो ह्यान त्यान भनेको भने। अनि दबाईहरू पनि कति खाएँ मैले, डक्टरहरूसँग गएर दबाई त कति खाएँ। डक्टर पनि चेन्ज गरेको होइन, डक्टर पनि कति धेरै चेन्ज गरेँ। डक्टर कति चेन्ज गर्ने भने मलाई आफैलाई थाहा छैन कति डक्टरसँग गएँ। सस्तो डक्टर हुनेसँग पनि गएँ, सरकारी हस्पिटलमा पनि गएँ, अनि प्राइभेट हस्पिटलमा पनि गएँ। त्यो हुन्छ सानो मेडिकल स्टोरहरूमा पनि गएँ। तर एकदमै महँगो मलभित्रको डक्टर हुने पनि गएँ, तर त्यहाँ पनि भएन के। बिचमा चाहिँ भिटामिन डीको कमी छ हजुरलाई भनेर भिटामिनको डीको दबाई खाएँ, त्यो चाहिँ नर्मल भयो। तर पनि चक्कर लाग्न चाहिँ नर्मलै भएन के। जति दबाई खाए पनि रेगुलर 3-4 महिना दबाई खाँदा पनि दबाईले काम गरेन। दबाईले काम नगरेपछि अनि त्यसपछि
त्यसपछि मलाई लाग्यो कि एकचोटि म लडेको थिएँ, टाउकोमा हल्का चोट लागेको थियो, त्यति बेला हल्का मलाई गाह्रो भएको थियो। त्यही कारणले त होइन मलाई यस्तो चक्कर लागेको भनेर दिमाग सम्बन्धी डक्टर हुने पनि गएँ। त्यो हुन्छ नि नसाहरू सम्बन्धी अनि त्यो टाउकोहरू सम्बन्धी भएको रोग तिनी भएको डक्टरहरूसँग पनि गएँ। तर एकदमै त्यहाँ गएर पनि डक्टरले के भने कमजोरी छ हजुरलाई त, त्यस्तो केही पनि गाह्रो छैन, त्यो बच्चाहरू सानसानै छन् अनि त्यही भएर यस्तो गाह्रो भएको कमजोरीले हो। अलिक धेरै दुध दही खानु अनि फलफुलहरू खानु, ताजा ताजा चिजहरू खानु, माछा मासु खानु, त्यसपछि हजुर आफै ठिक हुनुहुन्छ भनेर भन्यो। अनि त्यसपछि मैले सोचेँ यति त खाने त कुराहरू त कति खाइरहेको छु तर पनि हुँदैन। अनि त्यो डक्टर हुनेबाट पनि मैले दबाई ल्याएँ, 1 महिनाको दबाई, सायद 1-1.5 महिनाको दबाई लिएर आएँ, तर पनि त्यो दबाईले पनि काम गरेन। हल्का चक्कर लाग्न कम त हुने, तर चक्कर बेसी लागिरहने क्या, त्यस्तो बेसी नलागे पनि हल्का त लागिरहने। त्यो हात खुट्टा लल्याक लुलुक पुरै लल्याक लुलुक गराइदिने क्या। अनि त्यसपछि मैले चाहिँ के सोचेँ भने इम्प्लान्टको बारेमा सर्च गरेर हेर्न थालेँ इन्टरनेटहरूमा। अनि त्यो इन्टरनेटमा सर्च गरेर हेर्दा चाहिँ त्यहाँ फेरि के पाएँ भने इम्प्लान्टको कारणले पनि कति धेरैजनालाई यस्तो चक्कर लाग्ने, अनि त्यसपछि कमजोरी हुने, अनि सुट नगरेपछि महिनावारी पनि एकदमै 3-4 चोटि हुने, यस्तो हुने रहेछ। अनि खुनको कमी हुने, त्यस्तो हुने रहेछ। अनि मैले सर्च गरेर त्यही पाएपछि अनि मलाई फेरि सासु मम्मीसँग सल्लाह गरेँ। अनि मम्मीहरूसँग सल्लाह गरेपछि त्यहीले नै हुनसक्छ भन्ने सङ्केत त्यस्तै लाग्यो। अनि त्यसपछि चाहिँ हामी गयौँ इम्प्लान्टको लागि निकाल्न। अब नेपाल जानलाई त टाढा छ, जान आउन किराय, वहाँ त फ्रीमा हुन्छ तर पनि किराय लाग्छ जान आउन, बरु यहीँ निकाल्छु भन्ने सोचेँ। अनि यहाँ चाहिँ निकाल्न गएँ हामी अब बुढाबुढी भएर गयौँ निकाल्न चाहिँ। अब यहाँबाट हामीले फोन गरेर सोधेको थियौँ निक्लिन्छ भनेर भन्यो। अनि त्यहाँ गएर त्यहाँबाट फेरि अर्को हस्पिटलमा पठाइदियो, यहाँ चाहिँ निकाल्न जानु। यहाँ चाहिँ निकालेपछि एकदमै धेरै टाइम लाग्दैन, 5 मिनटमा निक्लिहाल्छ भनेर भन्नुभयो। अनि त्यसपछि हामी फेरि त्यहाँ गयौँ। त्यो डक्टरले अरू कोही आफ्नो चिनेको मान्छेलाई लगेर जानु भनेर। अनि हामी चाहिँ त्यहाँ गयौँ। त्यहाँ गएपछि भालो पनि आयो, निकालिदियो पनि। तर निकाल्दा के भयो भने उसले चाहिँ एकदमै चिरा ठुलो चिरा लगाइदियो। चिरा लगाइदिएपछि चाहिँ अब मैले त सोचेँ अब दुइटै निक्लिन्छ आनन्दै हुन्छ भनेर, तर उसले चाहिँ एउटा मात्रै निकाल्यो। निकालेपछि एउटा मात्रै निकाल्यो भने मैले भने अर्को पनि छ भनेर, नाइ छैन भने, नै अर्को पनि छ कि मलाई थाहा छ, मैले त्यो लगाउने बेलामा त मैले सोधेको 5 वर्षको लगाएको 2टा छ भनेर। अनि मैले छाम्दा पनि फिल भइरहन्थ्यो। अनि त्यसपछि उसले चाहिँ त्यो भयो भने अर्कोचोटि आउनु, नत्र मैले निकालिदिइसकेँ छैन भनेर। अनि फेरि त्यसपछि अर्को दिन गएँ, मलाई सोधेँ, नेपालमा फोन गरेर सोधेँ मैले लगाएको कतिवटा इम्प्लान्ट थियो भनेर। 2वटा थियो, 5 सालको, हामीले 2वटा नै लगाउँछ भनेर सोधेँ। अनि त्यसपछि भन्नुभयो। अनि त्यसपछि म फेरि गएँ अर्को दिन पनि अर्को चिरा लगाइदियो ठुलो। मैले भने यहाँ छैन, उसले भने कि छ। मैले भने होइन यहाँ छैन, यतातिर साइडमा छ भनेर। उसले फेरि मेरो अल्ट्रासाउन्ड गरिदिए, अनि त्यसपछि निकालिदिए भने मानेन। अनि एक्सरे चाहिँ गरेँ, एक्सरेमा छैन देखिने रहेछ। अनि कति डक्टरहरू त्यो एक्सरे गर्नेहरूले पनि होइन छँदै छैन, त्यसै बेकारमा किन आइरहेको भनेर नि मलाई कति उस गर्यो। अब म एक्लै गएको थिएँ त्यति बेला चाहिँ, मलाई एकदमै गाह्रो रोएँ पनि। अनि त्यसपछि म फेरि अर्कोचोटि आउँछु भनेर, त्यति पैसा पनि एकदमै धेरै लागेको थियो नि, म अर्कोचोटि आउँदाखेरि फ्री भनेर भनेको, तर के फ्री हुने, पछिबाट पनि पैसा लाग्यो। अनि पछिबाट फेरि अस्ति भर्खरै गएर आएँ। गएको त फेरि एकदमै चिरा लगाइदियो चिरा लगाएपछि त झन् ठुलो चिरा लगाइदियो। त्यो चिरा लगाएर निक्लिन त निक्लियो, तर मेरो अब एकदमै टाँका लाग्यो नि त। अब यस्तो 9वटा टाँका लाग्यो, 8-9वटा टाँका। पहिले पनि अब 2वटा चिरा
टोटल गरेर 3वटा चिरा लाग्यो। यस्तो इन्डियाहरूमा चाहिँ हजुरहरूले अब इम्प्लान्ट लगाएर आउनुभएको छ भने, नेपालमा लगाएर आउनुभएको छ भने इन्डियामा ननिकाल्नु है। निकाल्नु छ भने नेपालमै जानु। अब म जस्तो इन्डियामा निकाल्छु भन्ने सोच्दै नसोच्नु। यस्तो गाह्रो हुन्छ भने नेपालमै जानु। इन्डियाको डक्टरहरूले इम्प्लान्टको बारेमा त्यति थाहा रहेनछ। त्यही भएर हजुरहरूले चाहिँ नेपालमै गएर लगाउनु। म त त्यही भन्छु, निकाल्ने पनि नेपालमै अनि लगाउने पनि नेपालमै गर्नुहोस्। मैले त अब भोग्नु जे भोगे। अब हजुरहरूले चाहिँ नभोग्नु। अब कतिजनाहरू साथीहरू इन्डिया आउनुभएको छ, उहाँहरूले चाहिँ त्यही नै गर्नु। अब नेपालमै गएर निकाल्नु भए, नत्र इन्डियामा चाहिँ ननिकाल्नु होला। एकदमै गाह्रो हुन्छ, स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। हेर्नु साथीहरू, हामीले चाहिँ बेड पनि मिलाएर भ्याइसक्यौँ। म चाहिँ बोल्दा बोल्दै बिर्सिसकेको थिएँ कि म भिडियोमा भोइस ओभर गरिरहेको छु भनेर। ओके बाई गाइस, हजुरको दिन शुभ रहोस्, राम्रो होस् हजुरहरूलाई सबैलाई। ओके बाई बाई, गुड नाइट।